हामी गाइस तिरखण्डी घुम्न आएको तिरखण्डी घुम्न आउँदाखेरि यस्तो छ होइन पानी चाहिँ यस्तो छ माथि गाडी चलिरहेको छ लगभग भएन नि ल आजको कुक चाहिँ गोरेदा है हाम्रो गोरेदा यता दिँदै गर्दा भर्खर बनायो कस्तो छ एकदम बवाल माकुरा हो नि स्पाइडरम्यान हो नि होइन त्यस्तो गर्दैन राति राति ऊ बिस्तारोमा हुँदैन नि छतमा सुतिरहेको हुन्छ पुरा उल्टा लड्केर सुतिरहेको हुन्छ रङ्गी चङ्गी भ्यू हेर्न सक्नुहुन्छ हाम्रो पार्टी भएर चाहिँ यहाँ पानीको हल्का समस्या रहेछ यहाँ नुहाउनै पाएन खालि पार्टी मात्र हानेको हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टमाटरको रुख राखेको छ टमाटर ओ माय गॉड टमाटर इभन टमाटर तू यहाँ रुख पहिलो के भन्छ पहिलो पातको रुख धेरै राम्रो छ सुरुमै गाली खाएर तिरखण्डी हो तिरखण्डी गाइस रमाइ तिरखण्डीको जाम आज जाम रे तिरखण्डीमा रमाइलो सब बिहारी मात्रै आएर छ हाम्रो द्रेबाई अनि एउटा उयो अर्को भतिज आस न किस्सा गर्ने हो है त्यहाँ अरू उहाँ छ यहाँ एकजना हाम्रो दाइ आउँदै हुनुहुन्छ हामी पनि सर्र लगाएर होइन त्यहाँ हाम्रो दिदीले हेर्नु भएको छ हेर यहाँ किरा जस्तो मान्छे छ तिरखण्डी मेरो तर्फबाट तपाईँको लागि जानुहुन्छ कालैले फेरि फुल त छैन यही दिन सानो खोलामा यति धेरै मान्छे मान्छे बगाउँछ एउटा माखा पनि बगाउँदैन जाऊँ न त्यहाँ के बनिरहेको छ हेर्नु धेरै तारा त्रिखण्डी आएर कस्तो भएको छ झन् भन्न एकचोटि आई एम इन्जोय तर वातावरण त्यस्तो छ वातावरण त्यस्तो छ अनि हजुरलाई इन्जोय गर्न लागि चाहिँ पानी चाहिँ राम्रो भएन झर्न सक्ने केही छैन भनेर हल्का चाहिँ मनमा चाहिँ हल्का दुःख लाग्यो कि अरू सबै कुरो त ठिकै हो पोखरी बनाइदिनु पर्यो कि झर्ना बनाइदिनु पर्यो बालन सरकारलाई चाहिँ एउटा अनुरोध गर्दैछु एउटा पोखरी नभए एउटा झर्ना सर्ना बनाइदिनु पर्यो कि त्यसैमा भन्नु लाग्यो धेरै तेरो माग चाहिँ त्यही हो सेम सेम ल किराना दोकान चाहिँ यहीँ छ त कसलाई पैसा त पाइन्छ यो पठाउ रे हेरौ अनलाइन पैसा भयो एकाटो पाइन्छ होला पैसा कहाँ छ किराना दोकान पकाउनु त पकाइसक्यो किराना त्यही हो जस्तो यहाँ चलिरहेको छ मेन भनेको त त्यहाँ त खाना पकाएर खाइदिरहेको तर सिन्धु बाबाले यहाँ चाहिँ टमाटरको रुख राखेको छ कि टमाटर ओ माय गॉड टमाटर इभन टमाटर झडेको छ ऊ यहाँ रुख पहिलो के भन्छ पहिलो पातको रुख धेरै राम्रो छ धेरै ऊ यहाँ बियरको रहेछ ऊ यहाँ बियरको पट ल्याउनु न त्यो इलिगल यहाँ शिशुहरूको पट सानो छ धेरै सानो प्रोग्राम आज हल्का ढिलो भयो त्यसैले बजे चाहिँ कति 3 त बज्यो लगभग होइन
3 बजे 3 बजेसम्म हाम्रो खाना व्यवस्था छैन। ओए 220 यो कार्टुनको ल्याउनु छोड्नु खाए 500 लिनु पर्छ दिन न जाने। यो ल टिसर्ट पनि लगाइदिनु स्पोन्सर बाई पानीको ए काट्नु 2 काट्नु न। होला चिसो पानी छ भने चिसो पानी पनि हाल्दिनु हेर्नु किनभने अहिले खानु छ पानीमा हाल्दिनु अरे एउटा काट्यो 2टा काट्नु। अझै एक्स्ट्रा लाग्छ। ठिक छ हामीलाई 1 कार्टुन नै चाहियो तर 2-4 पिस चिसो दिदिनु भन्नु खोजेको 2 पिस हाल्दैन न त त्यही खाना खानु छ के दुकान त खाना लाग्यो के ₹20 था म खालि अनलाइन मात्र राख्छु 50 मात्र। त्यो आइसिडी हाल्नु अनि 20 पैसा काटेर हैन ए भोला राख्नु पर्छ भोला भन्दा अब अभी नमस्कार दर्शकबिनहरू अनि हामी सन्चै छौँ तपाईँ पनि सन्चै होला। आज हामी आएको छौँ यहाँ घुम्न कुन ठाउँ अरे त्रिखण्डी त्यो धेरै रमाइलो त्रिखण्डी अरे त्रिखण्डी त होइन जस्तो लाग्छ मलाई। त्रिखण्डी नै हो त्यो खोइ गुगलमा पनि त्यही लाग्छ हे ह्यान्डसम बॉय और के आना है ल गोडागोडी ग्याङहरू खोइ मिठो लागेन यार मलाई पनि त्यति टेस्टी थिएन यहाँको साँच्ची साथी थिएन के खोइ हाम्रो गाडी खोइ तिनवटा एउटा तपाईँको एउटा मेरो बिचको मेरो हल्का सानो छ त्यो तपाईँको त्यो बाइक लोकन चाहिँ हाम्रो गाडी छ कुन हो त्यो उता खाना खाने ठाउँमा राखेर त्यो ब्ल्याक चाहिँ खाना खाएर त्यो तिनटै हाम्रो हो तिनटै हाम्रो आफ्नो गाडी बिर्सिनु हो कि आफ्नो गाडी जहिले पनि बिर्सिनुहुन्न के तर हामीले कतिवटा बियर खायो अहिलेसम्म झ्यापमा त झ्यापमै हाल्यो नि कति बियर खायो तैँले खाएन कति नै खाएन म त 5वटा खाइसकेँ त अहिलेसम्म म त सुत्छ गाडी हो भन्छ अरूले चाहिँ बजायो त्यो दारू नसालु केटाहरू फेरि उहाँ परभित्र यो दुटा पाइन्छ हाम्रो लागि स्पेसललाई ठन्डा हामी पहिला एउटा एउटा बियर सबजना गायब छ त त्यहाँ को छ सबजना त यहाँ यहाँ चाहिँ हाम्रो क्यान्टिन क्यान्टिन ल हाम्रो आजको स्पेसल भोज हुने ठाउँ हामी गाई त्रिखण्डी घुम्न आएको त्रिखण्डी घुम्न आउँदाखेरि यस्तो यस्तो छ होइन पानी चाहिँ यस्तो छ माथि गाडी चलिरहेको छ लगभग भनौँ न बियर फेरि यहाँ छ है बियर फेरि यहाँ बियर 3 कार्टुन बियर यहीँ भरिरहेको छ ठिक छ ल भ्यू यस्तो छ ठिक छ रमाइलो छ जे होस् होइन